गल्ली भन्ने त्यो एउटा चोक छ त्यहाँ त यता तनौ उता लमजुङ हो ए ल्याएन आँप कस्तो फलेको के यो हावै लाउँदो रहेछ कि अब यतातिर यस्तो राम्रो फाँट हेर्नु कति राम्रो फाँट कि है आमा बस्नु त यता नि मजा रहेछ नि अब गाडीको सुविधा सबै छ होइन लानु त आहा मलाई देखाउनु यसो ल्याउनु चट्ट ल्याउनु के गर्ने चिसो बोकेर हिँडेछन् नि भ्यानहरू पनि हिँड्छन् नानघाट सुन्दर आउँछ अझै तनौ राणा पानी भन्ने ठाउँ रहेछ रानी पानी भन्ने ठाउँ रहेछ देखाइरहन्छु यो चाहिने ठाउँ हेर्नु त कति राम्रो छ ल्याउनु यता हेर्नुहोस् गाउँ कस्तो यता गाउँ भन्दा यता गाउँ देखाउनुहोस् होइन धेरै राम्रो अब ऊ त्यो पहाडीको पहाड छ नि त्यो फेरि लमजुङको त्यो राइनास भनेको त्यतै पर्छ त्यहाँ त्यसरी गरेर यो डाँडो उक्लेपछि त्यहाँ यस्तो फाँड छ त्यो माथि ती हो त्यो फाँड ती उहाँ टावर देखेको जति त्यो जम्मै राइनास हो राइनास भनेको त्यो राइनास पोर्ट फेरि त्यो डाँडा टुप्पा पर्छ है साह्रै असाध्यै राम्रो ठाउँ छ त्यो राइनास भन्ने ठाउँ 24 कोटी जाँदो रहेछ नि त हेर्नु जानु किन जाँदैन नि के अरे सुन्दर बजार 24 कोटी नारायण घाट भनेको